हाई एभ्रिवान, आज म मेरो तरिकाले बफको सब्जी पकाउँदैछु है त। सुरुमा मैले कुकर बसाएँ, त्यसपछि मैले तेल हालेँ अनि मलाई चाहिँ पाँचफोरन मन पर्दैन। मेथी, ज्वानो अनि जिरा पड्काएँ अनि त्यसपछि प्याज हालेँ। प्याज र खोर्सानी चाहिँ म कम्ती हाल्छु किनभने मेरो नानीले पिरो खाँदैन। अनि त्यसपछि मैले तेजपत्ता हालेँ। तेजपत्ता हालिसकेपछि मैले मासु हालेँ अनि मासु हालेर चलाएँ। अनि त्यसपछि बेसार हालेँ। बेसार चाहिँ म सधैँ तेलमै पड्काउँथेँ, तेलमै लगाउँथेँ। आज चाहिँ मैले बिर्सेछु अनि त्यही भएर मासुमाथि लगाएँ। अनि त्यसपछि एकछिन छोडिदिएँ अनि त्यसपछि यतिको भयो अनि चलाएँ अनि चलाइसकेपछि यतिको रातो भयो। त्यसपछि म यहाँ जिरा र लसुन अनि त्यसपछि गरम मसला रेडी गरेर त्यसपछि मैले टमाटर हालेँ, नुन हाल्छु अनि नुन हालेपछि मसला हालेँ। मसलामा चाहिँ त्यस्तो धेरै केही पनि लाउँदिनँ, यति नै हो मेरो लाउने चाहिँ। अनि त्यसपछि चलाएँ। त्यसपछि एकछिन छोपेर पकाएँ। त्यसपछि रेडी भयो। यतिको भयो। मलाई यतिको खानु चाहिँ एकदम मिठो लाग्यो।